स्योर अनि नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई। सर्वप्रथम त सम्पूर्ण मेरो भ्युअर साथीहरूलाई 10 वटा जोडी स्योर नमस्कार गर्न चाहन्छु अनि छड्के सलाम पनि छ हजुर सम्पूर्ण मित्रहरूलाई। र आज फेरि पनि मैले यस हाम्रो युट्युब च्यानलमा चाहिँ रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु तपाईँहरूको माझमा। र यस हाम्रो रिभ्यू भिडियोलाई स्वीकार्नुहोस्। र यस हाम्रो रिभ्यू भिडियो प्रस्तुत गर्नुभन्दा पहिले तपाईँहरूको माझमा म सम्पूर्ण साथीहरूलाई यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर जोडिनु होला है त, ताकि हामीले अपलोड गरेको भिडियोहरू तपाईँहरूको माझमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त हुनेछ र तपाईँहरूले हेर्नु पाउनुहुने छ है त। र आज चाहिँ मैले स्पेसल्ली रिभ्यू भिडियो बनाउनु गइरहेको छु र कहिलेकाहीँ चाहिँ हाम्रो भ्लग भिडियो पनि आउँछ भने कहिलेकाहीँ मुकबाङ भिडियोहरू पनि आउने गर्दछ। र यस हाम्रो मुकबाङ र हाम्रो सबै एकै ठाउँबाट हाम्रो अपलोड गरिने भएकोले सम्पूर्ण हाम्रो सबै साथीहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला र माया गरिदिनु होला भन्न चाहन्छु। र जति पनि मित्रहरूले यतिन्जेलसम्म साथ सपोर्ट गरिरहनु भएको छ तपाईँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आउनुहोस्, अब ढिलो नगरी हामी प्रस्तुत गर्ने नै छौँ यस हाम्रो रिभ्यूमा। र आजको हाम्रो रिभ्यू चाहिँ हुनेछ हाम्रो जुन भुटी सिरियलको भाग 293 को रिभ्यू भिडियो गर्दैछु र तपाईँहरूले सुनेर साथ सपोर्ट गरिदिनु होला है त। र जति पनि हाम्रो मित्रहरू हुनुहुन्छ सबैजनाले मैले फर्स्टमा चाहिँ सिरियल हेरिसकेपछि जो केही देखेको आधारमा सुनेको आधारमा मैले रिभ्यू गर्नेछु र यदि केही मिस्टेक भएमा तपाईँहरूले क्षमा गरिदिनु होला है त। र एक्कासी हाम्रो भूपेन्द्रको भाउजूमाथि अर्कै खालको तनाव आएको छ, किनभने यस हाम्रो भूपेन्द्रको नाममा भएको घर घडेरी र कम्पनी सबै प्रोपर्टीहरू आफ्नो नाममा, आफ्नो बुढा र आफ्नो दुईजनाको नाममा नामसारी गर्नुपर्ने भनेर आफ्नो देवारलाई भनिराखेका छन्। र अर्कोतर्फ हाम्रो भूपेन्द्र एकदमै खुसीमा नि छ, खुसीको अवस्थामा नि छ र चिन्ता र तनावको अवस्थामा नि छ, किनकि एकातर्फ आफ्नो पूर्व श्रीमती भुन्टीलाई डिभोर्स दिने भएको छ भने अर्कोतर्फ आफ्नो नयाँ प्रेमिकालाई ल्याएर बिहे गर्नुपर्ने योजना पनि गरेका छन् यस हाम्रो भूपेन्द्रले। र भुन्टीले चाहिँ आफ्नो पोइबुढा भूपेन्द्रको कुनै पनि सम्पत्ति नलिने निर्णय गरेर आफ्नो पोइबुढा भूपेन्द्रले भनेका छिन् भने भूपेन्द्रले चाहिँ एकदमै खुसी भएका छन्, किनकि आफ्नो श्रीमती भुन्टीले केही सम्पत्ति नलिने भएको हुनाले एकदम खुसीले घर फर्केका छन्। र केही दिनमै डिभोर्सपछि भूपेन्द्रले आफ्नो नयाँ प्रेमिकासँग बिहे गर्ने निर्णय योजना गरेका छन् भने अर्कोतर्फ भूपेन्द्रको दाइ र भूपेन्द्रको भाउजूलाई 24 घण्टाभित्र नै यस भूपेन्द्रको नाममा भएको प्रोपर्टीहरू नामसारी गर्नुपर्ने भनेका छन्। र भूपेन्द्रलाई दुईतर्फमा एकदमै तनाव र चिन्तामा रहेका छन्। र भूपेन्द्रको कान्छो भाइले पनि आफ्नो भूपेन्द्रलाई नामसारी गरेर दाइको प्रोपर्टी फिर्ता गर्नुपर्ने भन्दै आफ्नो भूपेन्द्र दाइले भनिराखेका छन्। र अचानक एक दिन भूपेन्द्र एकदमै चिन्ता लिएर बसिराखेका थिए, त्यसै बेला आफ्नो भाउजू आएर चाँडोभन्दा चाँडो यस प्रोपर्टिज हाम्रो नाममा गरिदियो भन्दै आफ्नो भूपेन्द्र देवारलाई भनिरहेका थिए।
त्यसै क्रममा हाम्रो भूपेन्द्र घरबाट भागेका छन्, किनकि दाइ भाउजूले एकदमै आफ्नो प्रोपर्टी अरूको नाममा नामसारी गरिदिनु पर्ने भनेका हुनाले घरबाट भागेर अर्कै गाउँतिर सहरतिर लुकिराखेका छन्। र यसै क्रममा हाम्रो भूपेन्द्रले आफ्नो प्रेमिकालाई फोन गरेर भनेका छन्, किनकि म एकदमै टेन्सन चिन्तामा छु, मलाई साथ सपोर्ट गर्नु भन्दै भनेका छन्। र हाम्रो भूपेन्द्रले आफ्नो प्रेमिकासँग सबै दुःख बिसाएका छन् भने प्रेमिकाले पनि केही थोरै साथ सपोर्ट चाहिँ गर्नेसम्म आशा दिएका छन्। र यसै क्रममा हाम्रो भुन्टीले पनि आफ्नो पोइबुढा भूपेन्द्रलाई छोडेर गाउँतिर जाने निर्णय गरेका छन्। भुन्टीका आमा तथा बुवा सबैजना गाउँतिर गएर गाउँमा बस्ने निर्णय गरेका छन् भने हाम्रो सबै टोकले परिवार गाउँ जाने निर्णय गरिसकेपछि अब भुन्टीलाई पनि आफ्नो बहिनी भुन्टीलाई पनि टोकलेले सम्झाइराखेका छन्। र एक दिन टोकलेले पनि निर्णय गरेका छन् विदेश जानुको लागि। र त्यसै क्रममा आफ्नो प्यारी बहिनी भुन्टीले भनेका छिन्, कदापि कुनै हालतमा पनि विदेश जाने दिन्न दाइ भन्दै आफ्नो दाइलाई सम्झाइराखेका छन्। र भुन्टी पनि चाहन्छन्, भुन्टीका आमा बुवा रुँदै रुँदै गाउँ जाने भनेर भनिराखेका हुन्छन्। बजार सहरको घरको बाल पनि महँगो, घर भाडा पनि महँगो, अब आफ्नै गाउँघरमा गएर आफ्नै घरमा बस्ने निर्णय गरेका छन् भने अर्कोतर्फ भुन्टीले अर्कै निर्णय गरेका छिन्, किनकि गाउँ नजाने निर्णय गरेका छन्। र अब भुन्टीको निर्णय के हुने हो, बुवा आमाले गाउँ जाने निर्णय गरिसकेका छन् भने भुन्टीले चाहिँ गाउँ नजाने निर्णय गरेका छन्। अब के हुने हो, गाउँ जाने हो कि नजाने? र भुन्टी भन्छन् गाउँ नजाने, सहरमै बस्ने, काम खोज्ने भन्ने कुरा गरिरहेका छिन् र आफ्नो दाइलाई पनि बताएका छिन्। र यसै क्रममा अब भुन्टीको बुवा आमा र हाम्रो भुन्टी सब परिवार गाउँ जाँदैछन् कि छैनन्, अर्को रिभ्यू भिडियोमा फेरि पनि म लिएर उपस्थित हुने नै छु। र अहिलेको लागि चाहिँ हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। र बिदा हुनुभन्दा पहिला तपाईँहरू सम्पूर्णलाई फेरि पनि 10 वटा जोडी सेवा र नमस्ते गर्न चाहन्छु। र सम्पूर्ण मेरो भ्युअर्स र साथ सपोर्ट दिने मित्रहरूलाई मेरो मनैदेखि हृदयदेखि नै फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। वन्स अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु। र जति पनि हाम्रो नयाँ भ्युअर्सहरू जोडिँदै हुनुहुन्छ तपाईँहरूलाई चाहिँ लाइक सेयर सब्सक्राइब अनि नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर जोडिनु होला है त, ताकि हामीले बनाएको हाम्रो रिभ्यू भिडियो तपाईँहरूको माझमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त हुनेछ र हेरेर साथ सपोर्ट गरिदिनु हुनेछ भन्ने आशाका साथ हजुर सम्पूर्णलाई वन्स अगेन थ्याङ्क यू सो मच। अनि मेरो मिठो माया अनि न्यानो सम्झनाका साथ सम्पूर्ण मित्रहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद र वन्स अगेन थ्याङ्क यू सो मच भन्दै अहिलेले चाहिँ म हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त सेवा र नमस्ते, छड्के सबैलाई बाई बाई एभ्रिवान, सबैजनालाई बाई बाई।